आप कहाँ थे ज्ञानी बाबा? हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल फेरि पनि स्वागत सबैजनाहरूलाई त्यहाँको लागि फेरि हामी आज पनि खतरनाक रियाक्सन गर्दै जानेछौँ अन्तिम समय हेरिदिनु लगाए आज चाहिँ नेपाली राजनीतिक अवस्थामा आइपुग्यो ऋषि धमालाको थप लाइभ गाइज देख्न सक्नुहुन्छ ऋषि धमालाको चुनावको माहौल कस्तो छ लेट्स गो गाइज अन्तिम समय कस्तो हुन्छ अन्तिमसम्म साथ दिनु होला लेट्स गो ल स्टार्ट रौतहट 4 को जनतालाई यहाँ यति धेरै जनता हुनुहुन्छ उहाँलाई बाचा कसम गर्नुस् कि तपाईले जितेपछि पहिलो एउटा काम इम्पोर्टेन्ट काम के गर्नुहुन्छ यहाँको पहिलो काम मेरो सुन यहाँको मेन समस्या के छ मेन समस्या भनेको यहाँ समस्या धेरै छ समस्या त हुनै हो नि गाइज तँ ट्र्याक्टर चलाउने मान्छेको पीडा चलाउने मान्छेलाई थाहा हुन्छ नि मैले पनि त्यो पीडा बुझेको के कति गाह्रो कहिले बुझे रहेछ यार ऋषि धमालाले कहिले ए अहिले बुझे रहेछ त यसको महत्त्वपूर्ण गाह्रो हुँदो रहेछ काम गर्छ आफ्नै छ ठिकै हो चुनावको माहौल चलाउनु पर्यो नि ऋषि धमालले पनि मधेसको भुइँबाटमा चुनाव लड्दैछु म राजनीतिमा मधेसको भुइँबाट केबाट चुनाव लड्ने आप कहाँ थे ज्ञानी बाबा? एउटा रमाइलो प्रश्न आफ्नै छ चर्ती कला छ यार ऋषिजीले अब चुनाव चिन्ह रोजि नै सकेपछि किन मोबाइल रोजेको उहाँलाई मनपर्ने काजु रोज्नु पर्थ्यो नि ओ पत्रकारले एकदम खतरनाक सोध्यो गाई ठ्याक मोबाइल भन्दा त अब ऋषि धमाललाई काजु भनेर चिनिन्छ त फेमस भइदिएर काण्ड भएको थियो थाहा सबैलाई थाहा होला गाई त्यही हुनाले मलाई लाग्थ्यो काजु रोजेपछि त 100% जित्थ्यो होला चाहिँ सायद गाइज जेरी जस्तै नीति बनाउन छोडेर जनतालाई घुमाउने पो हो कि ऋषि धमाला पनि आएर सही प्रश्न भन्ने यार प्रश्न पनि छ नि होइन जेरी पकाउनु गलत हुँदैन है भाइ ऋषि धमालको चर्ती कला यस्तो हेर्नु पाएको छ गाइज आज त्यो जेरी चुनावको लागि के गर्ने नेताहरू यार जसरी मैले ऋषि धमाला मात्र होइन अरू नेताहरू पनि सेम हुन् के त्यो फेरि जेरी पकाउने मान्छेले मलाई आज के भनिराखेको छ थाहा छ ऋषिजी तपाईँ आइसकेपछि हाम्रो पसलमा जेरी खाने मान्छेहरूको लाइन लाग्यो सही होला त्यो त यार अब ऋषि धमालाको पनि मैले व्यस्त छ आफ्नै ठाउँमा नि मान्छेहरूले मलाई भने के ऋषि धमालाको सुन्नु मजा आइरहेको यार तपाईँ सुनौँ सुनौँ जस्तो लागिरहेको सोधे रे अपन भी एक चाय का दुकान खोलेगा चाय चाय बिस्कुट सब बेचेगा आज एउटा सानो मुद्दा होइन भने ऊ किसानले आफ्नो जुन मूल्य अनुसारको पैसा पाउँदैनन् कस्तो अवस्था छ त मधेस त्यही एउटा मधेसको पीडा त्यो त सही हो गाइज ऋषि धमालले मधेसलाई लेख्छन् गाइज ऊ किसानले आफूले उत्पादन गरेको मूल्य पाउँदैन तपाईमा सबभन्दा ठुलो विशेषता चाहिँ हाँस्न सुरु गरेको वाक्य टुङ्गिँदा रुन सक्ने पनि राजनीतिज्ञमा यो भन्दा ठुलो गुण के हुन्छ एउटा भाइरल पनि ताकी भन्ने होला यार त्यो जनताहरूको हाम्रो भूमि बस्तीमा गयौँ खाली लाग्दछ क्या रौतर हामी सबैलाई म भन्न चाहन्छु हाम्रो देशका यो चाहिँ सलमान खानको भनेर कोड सलमान खान पीडामा छ वाह क्या एक्टिंग कर रहा है सेम टु सेम वाह क्या एक्टिंग कर रहा है जनताहरू धेरै पीडित छन् चुनाव लाग्नुलाई भोट माग्नुलाई थाहा छ ऋषि धमाललाई कोही संसद जसरी एकदम खतरनाक बनाउँछु एक्टिङ मैले सबै कुरा छोडेर अब मैले रौतरमा बस्ने यहाँ आएर बस्ने गरेको छु अब म रौतरमै घरजम गर्नेछु म यहाँ आउँछु यहीँ बस्छु यहीँ खान्छु उहाँहरूसँगै बस्छु रौतर जिल्ला म पुग्दाखेरि अस्ति मैले नमस्कार गर्दाखेरि नमस्कार नफर्काएर भित्र लुकेर बस्ने जनताहरू त्यस्तो समस्यामा छन् जनता कहाँको जनता समस्या भन्दा यो कुन हगाई हो रे दादा कुन हगाई हो यो चीटिंग करता है तू खुसी खुसी एकदम खुसी खत्म ओ माय गॉड यार ओ माय गॉड यार अब फेरि यता हेर्नुहोस् न आरी माग्नु भइसक्यो त रुला दिया आपने एक आदमी में इतना टैलेंट कैसे होता है काम गर्न गाह्रो छ नि त है गाह्रो छ नि काम गर्न बुझ्नु श्रमजी जनताको कुरा हेरिराख्नुहोस् त कति काम गर्न गाह्रो छ नेता मात्र हुन सजिलो छ होइन त प्रकारले छ भने नेता हुनु त सजिलो छ काम गरेर खान कति गाह्रो छ भने एकदम मलाई मन परेको छ नि त्यसो भन्छ नि सब नेताहरू कुर्सीको लागि यस्तो धेरै ताना कुर्सी लड्छन् गाई झन् नेता हुनु त कति सजिलो हुन्छ काम गरेर खाने जनतालाई थाहा हुन्छ नि गाई कति पीडा हुन्छ भन्ने कुरा यो सही यो क्वेसन चाहिँ सही भनेर मेरो मनलाई छुयो गाई त
म सहमत छु दाजु पत्रकारलाई सल्युट छ यस्तो प्रश्न उको हेर्नु उको हेर्नु अरे तू जा रे आपको लेकर जा सकता ये जा सकता हो ना रिसिदा मलाई काम करूंगा के गरिरहेछ फेरि क्या कर रहा है इधर ये क्या है कुछ भी माय गॉड के गर्न नाच्छ तेरो जी रमेश अब साइकलमा फेरि हेर्नुस् न साइकल चलाएर होला इन्हें अब अपने पत्र में आवे 20 वर्ष चलाउन लाग्यो होला कि साइकिल चलाउन गाउँमा ब्रेक छैन सर ब्रेक छैन गर्नुहुन्छ त के गर्न लाग्यो फेरि ओदालो तालुके नाम ने संग ओदालो लगेर काजल लाग्यो देखो पछाडी आदमी को तरिका के हो रहा इधर यार रोतडमा साथी आउनु किसान है, मैं आपका अभिनंदन करना चाहता हूँ। मैं भी किसान का बेटा हूँ, मैं भी किसान कर रहा हूँ, पहले गाँव में खेती कर रहा हूँ। आपके लिए अभिनंदन करता हूँ एक किसान के नाते। बगुतातिर त फेरि पुलको मालले स्वागत ओ माय गॉड यार बसेको लागि चाहिँ ऋषि धमालाको एजेन्डाहरू के छन् एजेन्डा आउँछ, मैले एकदम खाका कोरेको छु रौतरमा के गर्ने भिजन त होला नि फेरि यार ऋषि धमालासँग रौतरको विकासको म लागि चाहिँ नउडाइदियो कि ऋषि धमाला भन्न चाहन्छु कि शिक्षामा यस्तै नेताले के गर्ने, गर्छन् के स्वास्थ्यमा के गर्ने, पूर्वाधारमा के गर्ने, रोजगारीमा के गर्ने, पर्यटनमा के गर्ने, कृषिमा के गर्ने, सिँचाइमा के गर्ने, धेरै एजेन्डाहरू एजेन्डा छ एजेन्डा देखिहाले एजेन्डा सब जनताले ऋषि धमाला ओर्नु त हाँसो लाग्छ यस्तो कमेडी मात्र गरिदिएको छ कि यस्तो मोबाइल आइरहेको मेरो उम्मेदवारी रौतर जिल्लावासीको एउटा सपना छ होला मोबाइल छ युवा पुस्ता सम्हाले उहाँलाई देखै जना 3 नंबर खुशी 3 नंबर क्षेत्र के ढाब डूब के बना देली पर्वत हो जाए खुशी ऋषि धमाला है चेंज करेगा पर्ने क्षेत्र के परिवर्तन मेडिकल कॉलेज टेक्निकल कॉलेज इनकारा 5 गो फैक्ट्री एरिया में लगावे के लेकर विदेश जाओ होता है हैं होता है के भन्ने बुझेन हजुरले बुझ्नुभयो क्या एक्टिंग कर रहा है म भोट हालम गए त म चाहिन्छ मोबाइल हेर्नको लागि मोबाइल व्यवस्था कमेडी गरिरहेछ अब रौतडका जनतालाई अब हाँसाइरहेछ भाइ भनेर चाहिँ कैसे भी करके निकाल मेरे भाई, मैं फंस गया हूँ यहाँ। मैले घोषणा गरेको छु चुनाव जितेर आउँछु, यही घरमा बसेर खाना खान्छु ल भन्नुस्। कॉमेडी नहीं जिताइदियो आज कमाएगा तो कल बैठकर खाएगा मोबाइल हाम्रो मोबाइल छ भाइ के होइन नि जहाँ पनि घन्टी होइन भन्ने होला ऋषि धमाला के भन्न चाहनुहुन्छ धमाला सरलाई धमाला सरलाई बलात्कारी आया बलात्कारी खत्तम। अनि घन्टी बजाउने सपोर्ट चाहिँ हजुर हजुर मलाई गर्ने हजुर उहाँलाई बस्ता दिन्छु, पटक पटक साथ दिन्छु। सही हो घन्टी त बजाइन्छ नि मन्दिरमा मैले उहाँले जित्नु भयो भने कसले जित्यो उहाँ ऋषि धमाला सरले जित्नु भएछ भने म 30 किलोको खसी छ, म गाउँलेलाई काटेर फेरि बोल्दिनँ। जितोसै खुसी जान्छ होला यतिको नेता चाहिँ हुनुपर्छ पहिले कमेडी पनि गर्नु पर्यो नि त दुखी हुन्छ नि धेरै कमेडी पनि गर्नु पऱ्यो अब के पिङ लाग्यो जसरी कमेडी गरेर भएर राम्रो कमेडी पढाइ कस्तो हुन्छ, पढाइ कस्तो छ राम्रो छ चिन्नुहुन्छ उहाँलाई मोबाइल छ नाटकै हो
30% धेरै अरूको घरमा चाहिँ बस्ने आफ्नै घर होइन नाटकै हो सही हो नाटकै हो त्यसमा यति बेला ऋषि धमला त्यस्तो खतरा लगिरहेको रौतहटको उहाँले न दसैँ तिहार न कहिले विवाहमा त आफ्नो विवाह 4 घण्टा ढिलो आउने जन्ती लिएर उहाँ हुनुहुन्छ। एक वर्षमा बनेन भने के गर्ने हामीले बनेन भने के गर्ने हजुरले के गरेर हुन्छ 1 वर्षभित्रमा यो पुललाई सुचारू गर्ने काठमाडौँ गएर लुकिहाल्नु टाटा गुड बाई भनेको गाई त हजुर त काठमाडौँ गएर लुक्याउनु भने जो हुन्छ नेता भयो ऋषि धमाल मात्र इक्जाम्पल होइन त्यो हेरेर सबै नेताहरू नि अब चुनाव आउँदाखेरि घर घरमा जान्छन् भने भोट पार्नलाई ठाउँ ठाउँमा पुग्छन् भने चुनाव जिने बित्तिकै काठमाडौँ गएर उठ्छन् अत्तो नपत्तो 5 वर्षको लागि सेटल जबसम्म चुनाव आउँदैन फेरि अर्को चाहिँ हजुर भोट दिनु हामीलाई भनेर भिख माग्न आउँछन् त्यही हो सही भन्यो यार यो चाहिँ बाजेले ऋषि धमलाको हेयर स्टाइलको अहिले निकै चर्चा छ ऋषि धमलालाई सलमान खानसँग तुलना गर्दैछन् के गर्नुहुन्छ तपाईँ यस बारेमा कसले के भन्छ कसले मेरो बारेमा छ नि पक्षमा अब त उहाँ कुनै हिरो सुटिङमा जानुभएको होइन त त्यहाँ कपाल कोरेर बस्नलाई उहाँ त त्यहाँ रात दिन दुःख गरेर चुनाव हार्यो भने के गर्नुहुन्छ होइन म हार्न सही हो हार्न जानु पनि हार्ने भने त खेलमा जाँदैन नि खेलाडीले त्यो त हो यार शेरबहादुर देउवाको घरभित्रको पैसालाई तपाईँले के भन्नुहुन्छ ठ्याक्कै त्यो त हेर्नुहोस् मेरो त यति मन त साँच्चै के भनिन मैले त्यो कुरा देखेपछि त मलाई त यति आक्रोश भयो नि यति आक्रोश भयो नि आजको यस्तो खतरनाक थियो ऋषि धमला जीवन एकदम बवाल भइरहेको थियो किन आजको यस्तो रिएक्सन बवाल भइरहेको म भन्न चाहन्छु फेरि अब जनताले अब चुनोस् राम्रो मान्छेलाई चुनोस् अब ऋषि धमलालाई पनि कमेडी टाइपको गर्नुभयो कि तर अब काम गर्छन् नि त मलाई थाहा भएन अब पत्रकार तपाईँले ठिक गर्नु भएको छ भने अब ठ्याक्कै रौतहटको जनताले बुझोस् अब म भन्नु त दिदिनुहोस् अब स्वतन्त्रलाई भने अब मोबाइललाई पनि दिनुहोस् ऋषि धमलालाई हेरिदिनु पत्रकारले कस्तो गर्छ यदि ऋषि धमलाले त्यस्तो काम गर्नु भएन भने रौतहटको जनताले अनि के गर्छन् त्यो थाहै होला क्या त्यही पनि भन्न चाहन्छ यदि अब ऋषि मैले भनेर केही हुँदैन गाइस अब कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरेर अब गर्न सक्नुहुन्छ कि अर्को भिडियोमा भेट्छु जय नेपाल गाइस टेक केयर फेरि पनि भन्न चाहन्छु म गाइस नि आगो 21 गते निर्वाचन भइरहेछ गाइस सबैले आफ्नो मत राम्रो मान्छेलाई दिनु हाम्रो मान्छेलाई राम्रो मान्छेलाई दिउ भन्न चाहन्छु जय नेपाल गाइस